धन्यवाद दिँदै हाम्रो टिमको हाम्रो गणेश सर एकचोटि आइदिनु नि गणेश घिमिरे सर सानोदेखि नेपाली हामी उहाँका आफ्नो इच्छा पनि धेरै नेपाललाई धेरै माया गर्नुहुँदो रहेछ उहाँले आफैले भन्नुभएको छ कि मैले एउटा भगवानको एउटा कृपाले गर्दा नेपाली गीतहरू गाउन पाएँ। भगवानको कृपाले त्यो गीतहरू एकदम प्रसिद्ध भयो, त्यो गीतहरू एकदमै राम्रो भयो। त्यो कारणले गर्दा पनि होला मलाई एकदमै नेपाल मनपर्छ। मलाई एउटा नेपालमा एउटा प्रोग्राम गर्नको लागि कसले मेरो नाम दियो उहाँलाई थाहा छैन, तर उहाँको छोरा आमिर गुलाम अली खानले मलाई कन्ट्याक्ट गर्नु भएर अनि मैले उहाँसँग कन्ट्याक्ट गर्दै जाँदाखेरि यो करिब 8-9 महिना अगाडिको कुरा हो। यसरी वातावरण मिल्दै जाँदाखेरि हामीले यो प्रोग्राम गर्ने लागि तयार भएका छौँ। उहाँको 11 जनाको टिम मेम्बरहरू आउँदै हुनुहुन्छ। उहाँका छोरा पनि उत्तिकै उस्ताद हुनुहुन्छ, नाति पनि उत्तिकै गीत गाउने भएको कारणले यो 3टा जेनेरेसनको एउटा प्रस्तुति रहनेछ। यो पालि एउटा अलौकिक प्रतिभा प्रस्तुति रहनेछ र यसमा सबैभन्दा पहिलेको चाहिँ हाम्रो कुमार श्रेष्ठजी हुनुहुन्थ्यो यहाँ हाम्रो साफ सचिवालयको। उहाँसँग कुरा भएको रहेछ उहाँहरूको, उहाँले मलाई कुरा गर्नुभयो र मैले पनि यसलाई सहर्ष स्वीकारेर सबै साथीहरू हाम्रा यहाँ गणेश सर पनि हुनुहुन्छ, हाम्रो वसन्त विद्यासी थापाजी, अब यहाँ हाम्रो टुरिज्म बोर्डको सरहरूलाई युवराज दाइ यो सबैजनालाई सल्लाह गरेर ओके हामी गरौँ भन्ने कुरा भयो। मेरो एकजना साथी हुनुहुन्थ्यो लन्डनमा टिजी इन्टरटेनमेन्टको ह्यान्सन, उहाँ चाहिँ थकाली हुनुहुन्छ, ह्यान्सन के हो देश थकाली थरको हुनुहुन्छ। उहाँ हुनुहुन्छ मनोज खड्का हुनुहुन्छ मेरो साथीहरू अमेरिकाबाट। र एउटा गीत पनि हामीले नयाँ गीत पनि हामीले नेपाली उहाँले गाउने मनोज खड्काको र मेरो उहाँको गीत र मेरो सङ्गीतमा एउटा गीत नयाँ गीत पनि गाउँदै हुनुहुन्छ गुलाम अलीज्यूले। यस्तै गरेर अब यो प्रोग्रामको बारेमा पहिलो कुरो हामीले भन्नुपर्दा नेपाललाई जसरी गुलाम अली साहबले जसरी उहाँलाई चिनाउनु हामी चिन्छौँ, उहाँलाई त्यो चिनाउने उसमा चाहिँ हाम्रो सबैभन्दा ठुलो हात हाम्रो दीपक सरको रहेको हुँदा यहाँहरूलाई सबैलाई थाहै छ गाजलुती ठुला आँखा होइन, एकदम अमर एकदम गीतहरू किन तिम्रो तस्बिर। यसै गरेर उहाँले 4देखि 5वटा गीतहरू नेपाली गीतहरू गाउनु हुनेछ यो पालि र हिन्दी गीतहरू चलेको उहाँको गजलहरू गाएर हाम्रो 2 घण्टा 45 मिनटको कार्यक्रम रहनेछ। उहाँको म्युजिसियनहरू 11 जना म्युजिसियनहरू उहाँको साथमा आउँदै हुनुहुन्छ र उहाँहरूलाई बस्ने खाने व्यवस्था हामीले सुर्ती होटलमा गरेका छौँ। यसको सम्पूर्ण खर्चहरू हाम्रो नेपाल टुरिज्म बोर्डले गर्दै हुनुहुन्छ र यस्तै गरेर अब नेपालको अहिलेको सबैभन्दा ठुलो लग्जरी हल चाहिँ अहिले द प्लाजा भनेर पुल्चोकमा यो त्यहाँ एउटा 5 स्टार होटल बन्दैछ। त्यो 5 स्टारहरूको हल चाहिँ अहिले तयारी भइसकेको अवस्थामा हामीले सधैँ सोल्टीमा गर्थ्यौँ प्रोग्राम, तर यो वर्ष त्यहाँ अलिकति धेरै मान्छे अटेर एकदम सुविधा सम्पन्न धेरै राम्रो हलहरू रहेछ। हाइट पनि भएको पुरा एकस्टिक होइन, तपाईँको एकस्टिक भन्नाले हजुरलाई थाहा छ यो साउन्ड प्रुफहरू हलहरू भएको नाताले उहाँको रिक्वायरमेन्ट अनुसार चाहिँ आज त्यो हल बुक गरेका छौँ हामीले मार्च 15मा। र यसको अब अन्य जानकारी त अब खासै त्यस्तो केही छैन। उहाँहरू 13 तारिक आइपुग्नुहुन्छ काठमाडौँ, 14 तारिक रेस्ट गर्नुहुन्छ, 15 तारिक प्रोग्राम, 16 तारिक उहाँको एम्बेसीमा उहाँहरूको लागि डिनर छ भने 17 तारिक उहाँहरू फर्किनुहुन्छ।
उहाँहरू आउने बाटो रुट भनेको उहाँहरू पाकिस्तानबाट उहाँ सिधै दुबईबाट काठमाडौँ आउनुहुन्छ, जाँदाखेरि पनि त्यसरी जानुहुन्छ। हामीले केही महिना 2 महिना 1 महिनापछि सार्नु भन्ने खालको कुरा पनि सोचेको थिएँ मैले, तर उहाँहरूको उसमा लन्डनमा, अमेरिकामा, क्यानाडामा प्रोग्रामहरू लगातार प्रोग्रामहरू भएको कारणले गर्दा हामीले अहिले मार्च 15मै प्रोग्राम गर्नु पर्यो र गरिरहेका छौँ। यहाँहरूको सहयोग चाहिन्छ। यो प्रत्येक गजल प्रेमीहरूको मस्तिष्कमा यो कुराहरू प्रोग्राम हुँदैछ भन्ने कुराहरू चाहिँ पुऱ्याइदिनु हुन तपाईँहरूको ठुलो हात रहनेछ। यही हो। यसका केही अंशहरू बाँकी रह्यो अथवा केही कुराहरू तपाईँहरूलाई जिज्ञासा छ भने हजुरले प्रश्न सोध्नुहुनेछ। र यसको अर्को कुरा चाहिँ के छ भने हामीले टिकटको दरको बारेमा पनि अलिकति कुरा राख्दाखेरि राम्रै हुन्छ होला। हामीले केही भिआइपी सिट र केही भिभिआइपी टेबलहरू हामीले राखेका छौँ। एउटा टेबलमा 8 जना बस्न पाउनुहुनेछ। 1 लाखको टेबलमा 6 जना भने 2 लाखको टेबलमा 8 जना बस्नु पाउनुहुनेछ अगाडिको फ्रन्टमा। त्यसरी 15,000, 10,000 र 5,000 को टिकटहरू रहनेछ। यसमा सबैमा हामी डिनर इन्क्लुड गरेका छौँ। सबैजनाले बसेर आनन्दले यो सुन्ने एउटा एउटा चाहिँ गजलको बारेमा हजुरलाई सबैलाई थाहै छ। राम्रोसँग बसेर आनन्द साइलेन्ट सुन्ने हो। यस कुरालाई तपाईँहरू मार्फत सम्प्रेषण गरिदिनुहुन्छ भन्ने आशा राख्दै यति, धन्यवाद।